मेरो नयाँ नयाँ भ्लगमा बिहानको सुरुवातसँगै हजुरहरूको चिया तातो चियाबाट हुन्छ होला तर हाम्रो देखा न यो बनाउँछ कस्तो रहेछ मासला मरेको गुलिया साला बागु चपागी आधी यार बागु चपारी गोरखनाथ बाबा अटोलिङ एन्ड सर्भिस सेन्टर गेम चल्यो भने त के रे गोरख बाबा यो मेरो अटो हो केटाहरू यो अटो सप हाम्रो क्लबको नाम के रे गोर्खा गनर्स फुटबल क्लब गोर्खा गनर्स एफएफ रनर्स होला नि मिला गनर्स गोर्खा एफसी राख्न पर्ने हो कि अनि बेस्ट गोर्खा एफसी कतिको राख्छ खै फुटबलसँग के हो त्यो चाहिँ गोर्खा संस्था हुन्छ जिसी हो हाम्रो गोर्खा गनर्स एफएफ हो क्या एफएफ नै गोर्खा गनर्स एफसी हो क्या यो बादलको कसम यो धरतीको कसम तिमी र म अनिल तिमीले पादेको ओ के रे मैले पादैन ठुस्का हो क्या भिडियो कल गरेको थिएँ त के रे पादेर तैँले आइको निलो थियो निस्किया त दुईटा ठुङ्ग्रिया मुलाको त्यसको त पानी जस्तो निलो छ नि साह्रै चुरोटीहरू हो भनेर भन्न नमिल्ने हो नि फेरि हेर्नु कस्तरी हेरेको म्या समझ छैन तँलाई केटीलाई हेरे नि हुन्थ्यो केटालाई हेर्छ यार साइकको रहेछ को अस्ति त धारामा अब उता हामीलाई छिटो भएको छ नि अब उता पुतुर त्यो धारा गरेर त म निशान त डगाउनै सक्दैन डगाउँदिनँ त्यस्तो भइदिनु त्यतिखेर त होइन जस्तो तसो गरेर नि भागिन्थ्यो के हो म कस्तो अवस्थाबाट आएको कहाँ अस्ति कस्तो अवस्थामा सुन एकचोटि के 5 मिनट यहाँबाट मट्टिल्यान्ड पुग्ने मान्छे पो त उताबाट यहाँ हेर्दा नि छैन मान्छे यहाँबाट त्यहाँ हेर्दा नि छैन मान्छे साइकको हक्नु भएको छैन हामीले दौडी भनेको थियो है भेट्न पाउनु जस्तो लाग्छ अब जान्छ त्यसरी तिमी जानु पर्छ जर्सी दिया तिमी के को फ्यान अरे के रे बार्साको भने चाहिँ अनि सेम रे अनि के रे टिम मडिड के रे बार्सा भन्थे क्या यहाँ त्यही मात्र होला रियल मड्रिड साला चोर रोबर्टो कार्लोस चोर होइन यस्तो भनिरहेको के रे कुन जर्सी राम्रो हुन्छ म क्यामेराम्यान मलाई पो के थाहा जर्सीको बार्सिलोनाको त्यो पिङ्क अनि ग्रीनमा बप्पा ओइ यता देखा ग्रीनमा नि हुन्छ त बार्सिलोना बप्पाला के भन्छ ग्रीन वाला त्यो अझ त्यो ब्ल्याक खालको अनि यस्तो बार्साको त्यो स्टल किने फुटबल खेल्न जानला अगाडिबाट माइकेर आएका छन् यताबाट बस गइरहेको छ तर जाँदैन हामी यो बस्न हामी हिँडेर जाने वादा गरेका छौँ जाऊ यो चाहिँ भ्लगरको सुत्ने ठाउँ अरे मेरो मुत्ने ठाउँ हो सुत्ने छैन यहाँ त्यो अघि भर्खर मलाई भन्ने थियो नि भ्लगरको सुत्ने ठाउँ त्यसको सुत्ने ठाउँ त म यहाँ तल सुत्छ नि त्यो थाहा तपाईँहरू त्यहाँ हेर्नु कस्तो राम्रो कुकुरहरू न आम्बो गोर्खा बजार मलाई पिङ्कवाला के रे पिङ्कवाला आपको यहाँ यस्तो हालतमा छ झुसे भन्छ ए आउँछ आउनु छैन त्यो डाँडा जानु पनि हुन्थ्यो नि बिहान बिहान के हेर यो कुकुर हेर यो हामीसँग खेल्छ नि हेर कसम भनिदिन्छु हेर यो कुकुर हामीसँग खेल्छ ढ्याङ्गै उडाइदिन्छ कि कसम कता गयो तनी पछि तपाईँ हेर नि त
गोरेको एमिनलाई आइज ल आइज आइज पप्पी आइज आऊ 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 ल तेरो आऊ भन्दा रिसायो ल उनीहरूले त रोइदियो नि त नि आइज त्यो रहेछ चण्डाल रहेछ यो यहाँ लुकेर त सानोले Woo! 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 जान्छ साइको क्या तर्सिरहेको रहेछ क्या तर्सिरहेको रहेछ भने उठ्यो के हामी बल खेलेको नि भ्लग बनाएँ के बनाउनु कता बनाउनु मैले यसो होइन कि एउटा ठाउँमा राखिरहेको छु अनि कोही कोही बेला लेख्ने हेलो गाइस हामी गोल हालेको ओइ गएपछि चाहिँ एकछिन त फ्री खानु है गएपछि एकछिन 5-6 मिनट अनि छोडे टाइम बढी जान्छ अनि एकैचोटि हानि ए यहीँ मेरो मोबाइलमा के हाल्यो साईको मोबाइल खै भन्नु यो सोल्न माग्न यहीँ होइन धारा चोरहरू त्यो डराउनु त्यो चौतारामा डर लाग्छ नि त नि अनि होइन चौतारा कस्तो कालो झुन्डेको देख्छ कि होइन ए होइन अस्ति हामी दौडी आउने यस्तो यसरी के यस्तो गरेर बसिरहनु नि के साको कस्तो यहाँ हामी क्या पुच्छु आज 10 जना भयो नि ठिक झन् अगाडिबाट नि आउने कि कुकुर डकुरेर किरा चाहियो भने 9 जना हुन्छ तिमीहरूलाई म गोर्खाको भ्यू देखाउँछु है केटाहरू यस्तो पारेर त्यो उताबाट उता पारी देखा न खतरा भ्यू दिएर उइला ओ के हो यो त बादलमाथि आइपुग्यो हामी यार देखिस् बाहुबलीको ठाउँ यहीँ हो सगरमाथा ओ कति ढिला भने छिटो आइज को प्रसून दाइ के फिल्ड हेरेँ के हेरे हो यस्तो सर्ट केटाहरू भाइ मेरो अलिक खतरा दिमाग छ क्या उता कताको अब उस मान्छे ए किन चिन्दैन म भनिदिउँ ऊ भने गल्लीमा हिँड्नु मान्छे हामी भने यस्तो भिआइपी मान्छे भनिदिउँ त्यो रोडमा हिँड्दा हामी यस्तो भन्ने कि ओइ हामी रोडले हिँड्यो नि त हामी तहरु कुनी भन्ने के सायो खाएर हेर न यस्तरी फाल्दिन्छ यार कट्टु छैन बालाले खानी हो यार म त साराले खान्छ कि कोही क्या खान्छ ओ रुकिन यार यत्रो पाएँ मैले त के रे कटुस न यो चाहिँ हाम्रो जुइन भाइ हो जुइन भाइ यो सोन भाइ हो यो सोन भाइ यो जुइन भाइ यो अगाडिको परिचय हेलो गाइस वेलकम टु निक्सन ब्लग है यो अनिल भाइ यो सुशान भाइ यो मिसन भाइ त्यहाँ कस्तो टाइपको गाडी हो च्यान्डी भाइ भन्न हुन्थ्यो तर भन्न हुँदैन नि फेरि सिमन दाइ हो त्यस्तो भन्न मिल्ने कहाँ मिल्छ त्यस्तो भन्नु त्यस्तो पेन्टी भाइ भन्न हुन्न नि फेरि अरूहरूलाई कहिले कसैलाई नि सिमन दाइ भन्नुपर्छ के कस्तो रहेछ भने कोही कुरै पनि सुन्दैन पनि हैरान गरे जस्तो मलाई
लाछो भने लाछो 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 ओइ बौलेले बुझ्छ छोरा I'm a chill boy. अलि ठाडो हुँदैछ कपाल अरू नेगेटिभ नसोच्नु होला कपाल भने त्यो भाइले लाइभ राख्न लाइभ बल खेलेको देखाउनु हुन पऱ्यो नि मसँग उसी छैन सरको देखेको थिएँ यस्तो गरेर सुर केटा हो म तिमीहरूलाई उता तल गएपछि भेट्छु ल बाई 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 A few moments later. केटा हामी चाहिँ धेरै नजिक नजिक आइसकेका छ होइन जुबिन हामी चाहिँ पुस्तकको धेरै धेरै नजिक आइसक्यो जुबिन तल हिँड्नु तल जुबिन 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 मिजु जुबिन। जुबिन जुबिन दोस्त ठिक छ जुबिन दोस्त त ओइ यहाँ साइको ओ यो कुकुर त साइको ओइ कसम भनिदिन्छु म यो कुकुर त क्या उफ्रिँदै हिँड्छ यो कुकुर आइज आइज छिरा छिरा दौडी दौडी केरा ऊ जुबिनको अर्को मिटिङ आयो पछाडि पछाडि जुबिन आइज आइज छिरा छिरा जुबिन दोस्त जुबिन 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 छिरा त्यसले तर्साइदियो होला नि साला बाउले ओ त्यहाँ पुल भान्न जाऊँ न ओ साइकको खतरा रहेछ पुल भान्ने ठाउँ त उता हेर न जागेर होममेड हुन्छ दिदी पढ्न चाहिँ पर्छ एक वर्ष दुःख गर्नुपर्छ अब म्याच पढ्यो नि नपढ्यो नि त्यस्तै हो अब पढ्नेलाई हतार छ के हो त्यसै भट्टी दि कटेज के भट्टी दि कटेज भट्टी दि कटेज तपाईहरु यता आउन सक्नुहुन्छ भट्टी दि कटेज के रे यहाँ मिठो मिठो खानेकुरा पाइन्छ अनि मासु पाइन्छ एउटा स्पेशल स्पेशल रहेको छ सुँगुर मासु हैन खाना आउन सबै पाइन्छ मिठो मिठो केटी लिएर आउन पनि सकिन्छ केटी लिएर आउन पनि सकिन्छ सिंगल हुनुहुन्छ भने गोर्खाको एक्लै आउनु हेर्दै खान सक्नुहुन्छ हजुरहरू भन्दै यहाँ सँगै पट्टी कटेज पनि कटेका छन् अनि यता हेर्नु यता यता कसो खोर हजुरहरू यता आउन सक्नुहुन्छ यो मेनको लागि त युजलको लागि हो युजल हजुर हेर्दै हुनुहुन्छ ओ यो मिनको फ्याक्ट्री हो अनि म अरूलाई मेन्सन गर्न चाहन्छु विपिन बस्नेत र निगम गतिलाई मेन्सन गर्न चाहन्छु है मैले होइन मेन्सन नहायो यस्तो भएर तनाव ए टायर गुडा पनि जानुभयो कसम कसम भने कस्तो मजा आउँछ यो बौला हो के यसको यसको ल यहाँ चाहिँ सबजना पढ्न यहाँ चाहिँ ए फर लस्सा आएको जुन टस कपाल जिमिनको दोस्त हेरेर यहाँ बस पछि आएर लड आदि भने तँलाई आइज 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 ओइ 10 रुपियाँ छ ओइ 10 रुपियाँ छ ओइ 10 रुपियाँ छ ओइ 10 रुपियाँ छ भने 10 रुपैयाँ छैन 10 रुपैयाँ छ लेन 10 रुपियाँ लेन 10 रुपियाँ केटा तिमीहरूलाई म अब स्टाइलर फुटसल गरेर भेट्न छु केटाहरू बाई बाई ए कता गयो हेरि म केटा बाई बाई केटा बाई बाई सबैलाई ए वेलकम सबलाई अब फुटसलको आएपछि भेटौँला है नमस्ते
काली झुल्की साइडको त्यहाँ ए सार गयो रहेछ केटा हामी चाहिँ पुगेर पनि फर्किसक्यो तर देखाउन पाएन केही पनि होइन केटाहरू अब हामी घरतिर फर्किँदै धेरै घन्टा भइसक्यो गइरहेको नि होइन अनि धेरै टाइम भइसक्यो अनि हामी साथी घर बसेको थिएँ गाइस बसेको थियो एकछिन पढ्यो सक्यो है अनि आयो पढ्यो खेल्यो आयो होइन केटाहरू सबैलाई आजको लागि यति नै भ्लगमा धन्यवाद भन्न चाहन्छु र सबैलाई बाई बाई अनि सबैले लाइक एन्ड सब्सक्राइब चाहिँ ठोकिदिनुहोस् होला है बाई बाई केटाहरू